गुल्मी एक पहिलेदेखि नै नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी तथा नेकपा एमालेका पूर्व उपमहासचिव प्रदीप गेवालीको क्षेत्रको रूपमा परिचित छ। यो क्षेत्रमा कांग्रेसका भण्डारी र एमालेका गेवाली बीच कडा र रोचक प्रतिस्पर्धासँगै हुँदै आएको छ। पछिल्ला 2 दशकका निर्वाचनको नतिजा हेर्दा यी दुई नेता बीच पालै पालो जित हार हुँदै आएको छ, जसका कारण प्रत्येक चुनावमा यो क्षेत्रले चर्चा पाउने गरेको छ। 6औं पटक आम्ने सामने संसदीय राजनीतिमा गेवाली र भण्डारीले एक अर्का विरुद्ध 5 पटकसम्म चुनावी प्रतिस्पर्धा गरिसकेका छन्। 2056 सालको प्रतिनिधि सभा निर्वाचनदेखि सुरु भएको यो राजनीतिक भिडन्त 2064-2070 सालको संविधान सभा निर्वाचन हुँदै 2074 र 2079 को प्रतिनिधि सभा निर्वाचनसम्म जारी रह्यो। फागुन 21 गते हुने निर्वाचनमा पनि यी दुई नेता 6औं पटक एक अर्का विरुद्ध मैदानमा आम्ने सामने भएका छन्। 5 पटक आम्ने सामने हुँदा यी दुई नेता पालै पालो निर्वाचित हुँदै आएका छन्, जसमा भण्डारीले 3 र गेवालीले 2 पटक चुनाव जितेका छन्। 2056 सालको प्रतिनिधि सभा निर्वाचनमा भण्डारी निर्वाचित हुँदा 64 को संविधान सभा निर्वाचनमा गेवाली चुनिए। त्यस्तै 70 को संविधान सभा निर्वाचनमा भण्डारीले जित निकाले। 2074 सालको प्रतिनिधि सभा निर्वाचनमा गेवाली निर्वाचित हुँदा 37,814 मत प्राप्त गरेका थिए। भण्डारीले त्यति बेला 30,256 मत पाएका थिए। तर भण्डारीले 2079 को प्रतिनिधि सभा सदस्य निर्वाचनमा नतिजा आफ्नो पक्षमा पारे। 2079 मा 33,744 मत सहित भण्डारी निर्वाचित हुँदा गेवालीले 32,152 मत मात्र पाए। यसपटक नेपाली कम्युनिस्ट पार्टी एमाले गुल्मी 1 मा सुदर्शन बराललाई उम्मेद्वार बनाइएको छ। बराल यसअघि लुम्बिनी प्रदेश सरकारमा सामाजिक विकास मन्त्री भइसकेका नेता हुन्। उनी संविधान सभा सदस्य र लुम्बिनी प्रदेश सभा सदस्यमा पनि यसअघि निर्वाचित भएका थिए। प्रदेश सरकारको मन्त्री हुँदा शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा काम गरेको दावी गर्दै आएका बराल अहिले संघीय संसदमा पुगेर जिल्लाको विकास र जनताको मुद्दा उठाउने प्रतिबद्धता सहित चुनावी मैदानमा उत्रिएका छन्। यसपटक गुल्मी 1 मा राष्ट्रिय स्वतन्त्र पार्टीले सागर ढकाललाई उम्मेद्वार बनाएको छ। ढकालले यसअघि डडेलधुरा पुगेर कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धा गरेका थिए।